यो रुखहरू है एउटा के भ्याली भन्ने थियो नि के अरे त ल हामी यु आर हियर भन्ने कहाँ खै Hookah Falls, Hookah Falls, Hookah Falls, Hookah Falls. You want to लग रहे हैं यार पानी पड़ रहा है भिडियो आएको ल यो हुक्का फल्स भन्ने ठाउँमा छु होइन ल हामी यो टाइफुनको हेर्दैछौँ पुरा हजुरको ज्याकेट त सही भएछ नि आमा हावामा कि ल यहाँ खै कता हो मामा कस्तो डेन्जर हो यार सेतै यार पुरै पानी यहीँ माथि आउँदो रहेछ यार यस्तो पुरै पानी त यहीँसम्म आउने यार भिडियो आयो कि लगान्छु हामी अझै पैदल हिँड्दैछौँ है यताको यो सिन हेर्नलाई हामी न्युजिल्यान्डको टिकापु लेकबाट निस्केको यो हुक्का फल भन्ने रिभर हेर्न आएका छौँ ओहो खतरा रहेछ देखिँदो रहेछ मान्छे यतिकोले पनि देखिन्न उहाँ आउनु परेको मैले स्टार्ट गर्दै है हामी चाहिँ अब चढ्दा यहाँ उकालो चढ्दैछौँ है टाढै रहेछ
यो हाँडा मोबाइल खर्च भने खिचिदियो के है छेउ यो पुरै यो मलाई ल्याइदिनु एउटा मलाई ल्याइदिनु रङ्गी चङ्गी ल दाइ कस्तो राम्रो देखेको छ त यार आधी घन्टा लाग्छ दाइ हामी कहाँ जाँदैछौँ रेसेट सर भन्दैन जियो थर्मल एक्टिभिटी जियो थर्मल एक्टिभिटी ल अब हामी पोइन्ट कतिको म्याप पत्ताउनु गर्नुपर्छ ल हामी अब जियो थर्मल एक्टिभिटीहरू हेर्दैछौँ होइन यो चाहिँ पृथ्वीबाट तपाईँको तातो पानी यो भोल्क्यानो बाट चाहिँ त्यो पालहरूबाट तातो पानी निक्लेको ठाउँ छ होइन त्यहाँ चाहिँ जाँदैछौँ होइन तर पानी चाहिँ मजाले परिरहेछ है छाताको व्यवस्था झन्न रहेछ राम्रो सबैजना जाँदैछ होइन यो अब चाहिँ तपाईँको यही है तातो पानी यस्तो पानी आउँदो रहेछ यति सानो पानी छ है तर त उता ठुलो हो हो छुन त पऱ्यो यार हुनु त पऱ्यो तर कहाँबाट सुन त कतिको तातो तातो हुन्न त्यहाँ नुहाइरहन् तातो तातो छ ए तातो रहेछ अलिकति ल्याएर है हो ओहो त्यहाँ गएको है ज्वालामुखी जमिनसँग छोइएर पानी उम्लेको हो ए तलपट्टि ज्वालामुखीको नजिक भएको हुनाले त्यहाँ तातो भएर निक्ल्यो तातो भएर उम्लिएर मेन सेन्टर चाहिँ त्यो रहेछ एपी सेन्टर होइन छ नि यता पनि अनि यहाँबाट यो तातो पानी पुरै उता लगायो पाइपबाट यहाँ यतापट्टि यसको तलपट्टि अहिले जाँदाखेरि यो मेन उम्लिने ठाउँ यहाँ त कन्ट्रोल टेम्परेचर कन्ट्रोल हुन्न यसरी पानी लिएर गएर टेम्परेचर कन्ट्रोल गरेर अनि गर्छन्
त्यहाँले भुक्लुक्क मारेको बिरेनुन हालेको नुनिलो पानी हाल्छ नि हामीले गिलास हालेर यहाँ पानी कस्तो यहाँ त अमृतमा सकिन्न होइन त सकिने कति होला है यसको टेम्परेचर? उतै हैन कसरी उम्लेको पानी छिटियो नि यो चाहिँ ज्वालामुखीको लाभाको त्यो क्रेटर लाबाट के हुन्न यो पानी यो सेतो के होला दाइ? नुन हो? अन्त गनाएको यो त औषधि हो नि यो कस्तो गनाएको है है यो त छेक्यो कि यो त पनि यो काटेर ठ्याक्क बनाइदिनु पर्यो है बहनु बहनु आहा अलि ला है यसरी यसरी खिच्नु अरू ल यो न्युजिल्यान्डको भूकम्प गएको ठाउँ रहेछ यहाँबाट तातो पानी निस्किएर यस्तो धुवा निस्किँदो रहेछ हामी आज नयाँ कुरा हेर्दैछौँ न्युजिल्यान्डको ज्वालामुखी जाने ठाउँ रहेछ यो ज्वालामुखी भनेको यो हो चाहिँ यस्तरी पानी उम्लिँदो रहेछ ल हेर्नु होला पानी हेर्नु त कति डिग्री टेम्परेचर होला यहाँ कति तातो होला यहाँको पानी हेर त यो उम्लेको ज्वालामुखी भुक्लुम 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 भन्छ ल यो चाहिँ अब तपाईँको ज्वालामुखी विस्फोट भएको ठाउँमा अहिले चाहिँ पानी विस्फोट भइरहेछ यो पानी हो अहिले पानी परेको भएर त्यति देखियो होइन यो धुवा पुरै यो पानी आइरहेछ तातो पानी उहाँ तल पृथ्वीको मुनिबाट समुद्रमा छिरेर यो पानी चाहिँ यसरी लगेर होइन अनि त्यहाँबाट चाहिँ यिनीहरूले चाहिँ के गर्नु रहेछन् भने यसरी पुरा यो तपाईँको यो पाइपमा चाहिँ पुरा सप्लाई गर्दो रहेछ गाउँभरि तातो पानी यसरी धेरै क्षेत्रमा सप्लाई गर्दो रहेछ यहाँ अझै ए यो पुरै ज्वालामुखी विस्फोट भइरहेको ठाउँ हो यो देखियो छैन क्यामेरा युनिभर्सिटीको देखियो त देखियो अलिअलि यसरी चट्ट यो पुरै तातो पानी यति लगायो भने एउटा पोखरी भरिँदो रहेछ पुरै उम्लेको पानी हो यो तातो ज्वालामुखी यो पुरै लाभाहरू हो यिनीहरू यहाँको आदिवासीहरूको फेस यस्तो रहेछ है मान्छेहरू डर लाउँदो रहेछ यो तपाईँको पानी चाहिँ गनाउँदो रहेछ त्यहाँबाट निक्लिएको तातो हावा हो यो तातो हावा तातो पानीसँग हेर्नु त कस्तो तातो आमा हैट पुरै तातो है यार सेट हैट गना तातो जाउँ न आइसकेपछि के भयो अरे यो ज्वालामुखी यसरी गइरहेको ठाउँ होइन यसरी गएर होइन पहिला यसरी ज्वाला निक्लियो लाभा निक्लियो अहिले चाहिँ यसरी पानी पानी घुम घुम पानी निक्लियो कस्तो डेन्जर पुरै उजुटे है आयो आयो वहाँ ज्वालामुखीले भर्रे है यो ज्वाला आइरहेको त केहीदेखि त देखियो होइन है त्यही पनि यतापट्टि यस्तो छ है यतापट्टि
वहाँ गएर टार्गेट गरेर खिच्नु हुन्न कि नत्र यो सर खिच्न गयो ल यहाँबाट चाहिँ अलिकति झरेको पानीलाई यहाँ ताल बनाएर यसरी स्विमिङ गर्दो रहेछ होइन ज्वालामुखी पानीमुखी होला नि यहाँ पानी पर्छ जाडो भइरहेछ अनि अवलोकन नै छ चिसो भयो त्यो अहिलेको तातो पानीबाट यसरी टर्मिनलमा हाल्दो रहेछ टर्बाइनमा अनि त्यहाँबाट बिजुली पानीमा सप्लाई गर्दो रहेछ नि कि यिनीहरूले यस्तो राम्रो पाइपहरू पुरा ठुल्ठुलो पाइपमा लगाएको त्यसरी हामी यो अब यो माउरीहरूको कल्चर रहेछ होइन यो चाहिँ यस्तो किसिमले फेस बनाएर राखेको रहेछ अब यो पाइप हेरेर हामी हिँडियो अब फेरि आफ्नो लक्षित हिँडियो ज्वालामुखी विस्फोट भएको ठाउँ हेरेर आएको स्पा पनि रहेछ यहाँबाट यो अझै पनि निक्लिँदैछ अब भोल्क्यानो निक्लेको ठाउँ है यो के हो त सेतो राम्रै हो क्या त्यसै बनाएको त हुन्छ जताततै यो जतिजना जक्सन छ त्यति बेला निक्लेको ठाउँ रहेछ कि भोल्क्यानो यहाँबाट निक्ल्यो भोल्क्यानो निक्लेको ठाउँ सानो निक्ल्यो त्यो भोल्क्यानो निक्ल्यो कतिको तातो के हो तातो रहेछ यार कस्तो भयो रहेछ यहाँबाट निक्ल्यो निक्ल्यो है तातो त्यहीबाट निक्ल्यो रहेछ ज्वालामुखी निक्लेको ठाउँमा एकदम गनाउँदो रहेछ क्या यो त लास्ट गनाउने लास्ट यहाँ पनि निक्ले रहेछ ल यहाँ नि उत्पाद धुवा निक्ले है त कत्रो रहेछ खास ए यहाँ सानो रहेछ सानो निक्ले अर्को ठुलो अरे निक्लेको ठाउँमा यस्तरी हाम्रो निक्ले तातो हावा चल्यो यहाँ आमामा यहाँसम्म यस्तो तातो हावा देखा यार हेर डेन्जर तातो रहेछ पुरै निक्लेको रहेछ है पुरा एरियामै खास निक्लेको ठाउँ चाहिँ उताबाट रहेछ है यो उताबाट रहेछ ल फर्किन पर्यो अब ल यो एकदम फर्स्ट एक्सपिरियन्स हो क्या मेरो चाहिँ
यस्तरी भोल्क्यानो निक्लेको ठाउँ त मैले कहिल्यै देखेको थिइनँ कि है। उतातिर नि सब निक्ले है, तर म गइनँ अहिले पानी परेछ है। ल यो चाहिँ फर्स्ट एक्सपिरियन्स हो है ज्वालामुखी निक्लेको ठाउँमा हेर्न आएको। उहाँ दाइहरूले कुरेर बस्नु है। यो त केबल कार घुम्न पाउनु छ, केबल कारै हो। अस्ति चढेको कार चाहिँ नचढेर केबल कार। जस हामी यात्रा चाहिँ राम्रो गरियो है। खास केबल कार छ त्यो घोडा। दाइलाई विशेष धन्यवाद, ड्राइभिङ फेरि आउनु गर्नुभयो। केबल अनि कार हो, त्यो पहिलोचोटिको मैले त